नमस्ते, हाम्रो च्यानलमा पुनः स्वागत छ तपाईहरूलाई। आज हामी बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका 3 नेपाली कलाकारको यात्रा हेर्नेछौँ। मनिषा कोइराला 90 को दशककी रानी, प्रतिष्ठित राजनीतिक कोइराला परिवारमा जन्मेकी मनिषाको यात्रा फिल्मी कथा जस्तो छ। उनको हजुरबुबा विश्वेश्वर प्रसाद कोइराला पूर्व प्रधानमन्त्री थिए। यस्तो परिवारबाट अभिनयको दुनियाँमा आउनु नै साहसी उनको कदम थियो। मनिषाले आफ्नो अभिनय यात्रा नेपाली फिल्म फेरि भेटौँला 1989बाट सुरु गरेकी थिइन्। त्यसको 2 वर्षपछि सन् 1991मा उनले निर्देशक सुभाष घईको भव्य फिल्म सौदागरबाट बलिउडमा डेब्यू गरिन्। दिलीप कुमार र राजकुमार जस्ता 2 दिग्गज कलाकारहरूको बीचमा मनिषाले आफ्नो सुन्दरता र निर्दोष अभिनयले सबैको ध्यान खिचिन्। सौदागर ब्लकबस्टर भयो भने मनिषा रातारात बलिउडमा स्टार बनिन्। सुरुवाती सफलतापछि केही फिल्महरू नचले पनि उनको करियरले वास्तविक मोड लियो। विदु विनोद चोपडाको फिल्म अ लभ स्टोरीबाट यो फिल्ममा उनको अभिनयको निकै प्रशंसा भयो र उनले फिल्मफेयर अवार्डमा सर्वश्रेष्ठ अभिनेत्रीको लागि मनोनयन पनि भइन्। त्यसपछिको दशक त मनिषाकै नाममा रह्यो। उनले मणिरत्नमको बम्बे, दिल से तथा सञ्जय लीला भन्सालीको खामोशी द म्युजिकल जस्ता फिल्महरूमा काम गरिन्। करियरको शिखरमा पुगेकी मनिषा कोइरालाको जीवनमा एक दिन भयानक आँधी आयो। 2012मा उनलाई अण्डाशयको क्यान्सर भयो। मुम्बई र न्युयोर्कमा महिनौँ कठिन उपचारपछि उनले क्यान्सरलाई पराजित गरिन् र विजेताको रूपमा संसार सामु आफू फर्किन्। यो अनुभवले मनिषालाई जीवन हेर्ने नयाँ नजर दियो। उनले हिल्ड हाउ क्यान्सर गेभ मी अ न्यू लाइफ किताबमा आफ्नो कथा नै लेखिन्। आज उनी अभिनेत्री मात्र नभई लाखौँका लागि प्रेरणा पनि भएकी छिन्। क्यान्सरपछि डियर माया, सन्जु र हीरामण्डी जस्ता प्रोजेक्टबाट अभिनयमा शक्तिशाली पुनरागमन पनि बलिउडमा गरिन्। उनको जीवनले देखाउँछ पर्दा होस् वा जीवनको चुनौती, साँचो साहसले सबै लडाइँ जित्न सकिन्छ। पद्मभूषण उदित नारायण झा। उदित नारायणको कथा सुरु हुन्छ नेपालको सप्तरीबाट, जहाँ सामान्य किसान परिवारमा जन्मेका उनको सपना खेतमा सीमित थिएन। लोक गायिका आमाबाट प्रेरणा पाएका उनको मिठो स्वरले उनलाई रेडियो नेपालसम्म पुर्यायो। भारत सरकारको छात्रवृत्तिले उनलाई मुम्बईको भारतीय विद्या भवनमा सङ्गीत सिक्ने अवसर दियो। तर मुम्बईको सपना सजिलो थिएन। सन् 1978मा पुगेका उदित नारायणका सुरुवाती दिन सङ्घर्षले भरिएका थिए। स्टुडियो धाउँदै सन् 1980मा सङ्गीतकार राजेश रोशनले 1920 फिल्ममा मोहब्बत रफीसँग गीत गाउने मौका दिए। तर गीतले खासै चर्चा पाएन र सङ्घर्ष जारी नै रह्यो। सन् 1978 आयो जसले उदित नारायणको भाग्य नै बदलिदियो। फिल्म कयामत से कयामत तकको गीत पापा कहते बडा नाम करेगाले उनलाई रातारात स्टार बनाइदियो। यो गीतले उनलाई पहिलो फिल्मफेयर अवार्ड मात्र दिलाएन, बलिउडको सबैभन्दा व्यस्त गायक पनि बनायो। त्यसपछि उदित नारायण झा कहिल्यै पछाडि फर्केर हिँड्नु परेन। दिलवाले दुल्हनिया ले जाएंगेको मेहन्दी लगा के रखना, राजा हिन्दुस्तानीको परदेशी परदेशी, कुछ कुछ होता हैको टाइटल गीत जस्ता हिटले 90 को दशकमा उनको छाप छोड्यो। लता मङ्गेशकर र आशा भोसलेले समेत उनको मौलिक स्वरको प्रशंसा गरे। हिन्दी मात्र होइन, 36 भन्दा बढी भाषामा उनले हजारौं गीत गाएका छन्। उनले भारत सरकारबाट पद्मश्री 2009मा पाए भने पद्मभूषण उनले 2016मा पाएका थिए। उदित नारायणको यात्रा भन्छ, प्रतिभा र लगन भए सानो गाउँको आवाजले पनि सारा संसारलाई दिवाना बनाउन सक्छ। चरित्र अभिनयका बादशाह सुनिल थापा। अब कुरा गरौँ बलिउडको त्यो अनुहारको, देख्दा डर, घृणा र सम्मान एकैसाथ जाग्ने, नेपाली सिनेमामा राते काइला भनेर चिनिने र बलिउडमा छुट्टै पहिचान बनाएका अभिनेता सुनिल थापाको। सुनिल थापाको यात्रा रोचक छ। अभिनय अघि उनी मुम्बईमा व्यावसायिक फुटबल खेलाडी थिए। फिल्म करियर सन् 1981 को एक तुझे के लिएबाट सुरु भए पनि भाग्यले उनलाई नेपाल फर्कायो र सन् 1989 को फिल्म चिनो मार्फत निभाएको राते काइला भूमिकाले उनलाई नेपाली फिल्म उद्योगको सबैभन्दा ठुलो खलनायक बनायो। नेपाली फिल्ममा सफल भए पनि बलिउडप्रतिको सुनिल थापाको लगाव कहिले कम भएन। 2014मा मेरी कोम फिल्म मार्फत उनले बलिउडमा शक्तिशाली पुनरागमन गरे। प्रियङ्का चोपडा मुख्य भूमिकामा थिए भने सुनिलले मेरी कोमको प्रशिक्षक एवं नरजित सिंहको भूमिकामा महत्त्वपूर्ण भूमिका निभाए। खलनायकको छविबाट बाहिर निस्केर सुनिल थापाले मेरी कोममा कडा अनुशासित र भावनात्मक प्रशिक्षकको भूमिकामा कुशलतापूर्वक अभिनय निभाए। दर्शक र समीक्षकले प्रशंसा गरे र उनलाई फिल्मफेयर अवार्डमा सर्वश्रेष्ठ सहायक अभिनेताको मनोनयनमा पनि उनी पर्न सफल भए। सफलताले उनलाई बलिउडमा सम्मानित चरित्र अभिनेताको रूपमा पुनः स्थापित गर्यो। प्रतिभा भए भूमिका सानो वा ठुलो कलाकारले आफ्नो छाप छोड्न सक्छ है भन्ने कुराको जल्द
बल्दो बल्दो उदाहरण बन्न सफल भए सुनिल थापा। उदित नारायणको जादुई स्वर, मनिषा कोइरालाको शक्तिशाली अभिनय र सुनिल थापाको दमदार उपस्थितिले बलिउडमा नेपालीहरू पनि सफल भएका यी उदाहरणहरू हुन्। उनीहरूको योगदान बिना 90को दशकको सङ्गीत सायद यति मधुर हुने थिएन, बलिउडले सायद यति साहसी अभिनेत्री पाउने थिएन र चरित्र अभिनयले सायद त्यो दमदार उपस्थिति गुमाउने थियो। उनीहरूको यात्रा आज पनि लाखौँ युवाहरूको लागि प्रेरणा हो, जसले प्रमाणित गर्छ कि सपनाको कुनै सिमाना हुँदैन। यी तीन बाहेक अरू कुन नेपाली कलाकारहरूलाई तपाईँ बलिउडमा सफल मान्नुहुन्छ? आफ्नो विचार हामीलाई कमेन्टमा बताउनुहोस् है।